आनन्द हामी पनि एकदम एक्टिभली पार्टिसिपेट गरिरहेका छौँ। गोपाल भट्टराई यता दिदीहरू गीतमा जाओस् दिदी गीत पनि जाओस् आजको यो चाहिँ हामी पनि कपी गर्छौँ है। गएको छेउछेउ हुँदै हाम्रो गुरुजी 1 2 3 गो ल अहिले अहिले लगाउनु पर्छ दिदीहरू मैले निकाल्यो भने फेरि मलाई त भागै आउँदैन। बुझेन उहाँको शब्द फेरि जाऊ फेरि दि फेरि दिदी एकचोटि फेरि एकचोटि ल सास कोहीका पालेका भैँसा कोहीका बसेर खालो सबैजना घुम्नु गयो राम्रो सन्तान उहाँले के भन्नुभयो थाहा छ मैले बुझेँ मैले भैँसीको के भन्नु? कसले पाल्या भैँसा होइन कसका ठाउँमा गरिदिने खाने हुन् खाल बसेका अब हामी गएर रमारोसँग घुम्न जाँदैछौँ सबैजना घुम्नु गयो राम्रो सन्तान टाल बाटो पनि छौँ हामी बाटो आएर तल यहाँदेखि तलतिर जाने यो माथि जाने बाजुरा माटोडी मङ्गलसेन भयालपाटा अनि जयगढ रामारोसन सब यही बाटो माथिल्लो बाटो माटोडी नन्दकृष्ण जोशी उनको गीत छ अब यहाँ मोबाइलमा लाउनु थालेँ है म। अरे ये रानी बनका दौरा हातलाई भाग्दा ओ हजारी पदम फुला हातलाई भाग्दा लगाऊ दे अकालै जिउ जान लाग्या पिरतीका लाग्दा ओ हजारी पदम फुला पिरतीका लाग्दा यति मात्रै अनि खोइ त अरू आएन त। सुनेको कलिले मितेरीलाई छ मुग कमालसँग ओ हजारी पदम फुल मुग कमालसँग राजासँग बिन्ती बिसौँ क्याहरू कालसँग ओ हजारी पदम फुल क्याहरू कालसँग टलक टलक टल्कै कम्पनीका माला ओ हजारी पदम फुल कम्पनीका माला यति राम्रा बाली भैँस चिउनली काल ओ हजारी पदम फुल चिउनली काल माल हिउँ पर्वत कुहिरो कालो मेघ वर्षादो ओ हजारी पदम फुल कालो मेघ वर्षा अब कहिले हुने छैन दुखी मन अपुरो ओ हजारी पदम फुल दुखी मन अपुरो कति हो मैले जाने तति हो कस्तो लाग्यो त सफर हजुरलाई कसो लागिरहेछ बाटो चाहिँ अब कच्ची छ हल्लाइरहेछ तर त्यो हल्लाउने विषय म त पाएकै छैन यति सुन्दर छ कि प्राकृतिक दृष्टिकोणले सुन्दर ठाउँमा पनि आउन पाउने हामी भाग्यवानी हौ एकदमै ठुलो जग्गा छ अगाडि बाटो चाहिँ फेरि अब गाह्रै छ है खेतीपाती
रामा रुसनको सुरु भइसक्यो त बनाइरहेको छ क्या ल हाम्रो पैदल यात्रा सुरु भइसकेको छ ल पैदल यात्री रामा रोशन अब बाटो अत्यन्त सुन्दर हिँड्ने बाटो पनि अत्यन्त सानो घर पनि रहेछ त बोर्ड छ Scored into the wall, cousin, into the wall. भात खाने बित्तिकै हिँडेर होला अलि स्यास्या लाग्यो अघिसम्म ठिकै छ ल फाइनली अब गाइज अन द वे टु रामा रोशनको त्यसले के भन्ने ताल छ 2-3 ठुल्ठुलो तालहरू फेमस विसम पाटन अब त्यहाँ त्यस्तै 10-15 मिनटमा पुगिन्छ होला 10-15 मिनटको बाटो हिँड्ने बाटो ल Beautiful. Finally, ट्रेले कस्तो दामी रहेछ क्या 10-15 मिनट ट्रे भन्दै थियो 10 मिनट त भइसक्यो हिँडे अझै अब कति हो जङ्गल सवारी मिडल अफ नोवेयर हेर्नुहोस् न fucking crazy ब्युटी जङ्गलको बिचमा अब काहीँ न काहीँसँग होइन अब पुग्न लाग्यो आँट्यो धेरै टाढा त छैन यहाँबाट माथि नि सिधै माथि जस्तो लाग्यो ल है त हामी पुग्न आँट्यो है फाइनल्ली पुग्यो यो ताल उता Light is fading fast from this old town, we gotta go. Our bags are packed, so what we waiting for? There's no point in delaying what we both already know. Escape this town with me. Escape this town with me. ताल घुमेर अब चाहिँ हामी रोशन मैदानको तर्फ बाटो गम्भीर Fall asleep to the sounds of the sea. With you right by my side, it's such a life escape this time. अत्यन्त सुन्दर पाटनमा छौँ हामी यो रामा रोशन पाटन Escape this time with me. Nowhere else to be. Escape this time. बस्ने भगतमा पनि कस्ता हरितसित कस्ता भोग पनि गरे यहाँ उतैमै हुँला भने चिन्ता धेर हुँदा यो दुर्स्थितिका मनमा लहट गयो सङ्जी झट तहाँ जानी जगजीको तपस गर्न लाग्नुभयो मालिक चौधरी भनेकी जो भगवतीका खातिर वर्जैमा गई लीला गर्नुभयो यशोमतीका कोखबाट पैदा भई नन्दाईका कुललाई उज्यालो गरी भक्तै पिरम धरी कंसाईको पनि गर्वै नाश भयो जसका प्रभावले गरी कंसाईले पनि मर्नाको मन गरी हातमा उठाइलिया तस्करी
विद्युतका सरी माला बेगधरी हातै छन् खट्कै पनि तिर्नै ढोकी भगवती सौधै भवानी कि धनी। ल अब झिङ्गेले ताल झिङ्गेले एसटी गाडी के हो झिङ्गेले ताल झिङ्गेले झिङ्गेले ताल राम्रो रोप्छौँ डुङ्गा कहाँ छ डुङ्गा चढौँ त कहाँ पल्लो चाल भन्नुभयो ए हो तर पौडी पनि खेल्न मिल्छ होला हौ अहिले यो लेदो कम भएको ठाउँमा पनि मिल्छ अहिले यहाँ लेदो वाटर प्लान्ट बिस्किट झिङ्गेले चाल झिङ्गेले चालको नाम के रे बा त्यो उता अलि उता त्यतातिर होला Bagaimana